पछि हो। सबैजनाले मेरो भिडियोलाई हेरिदिनु होला, सुरुदेखि अन्त्यसम्म लास्टसम्म हेरिदिनु होला, सब्सक्राइब गरिदिनु होला, कमेन्ट गरिदिनु होला, लाइक गरिदिनु होला, सेयर गरिदिनु होला प्लिज गाइज प्लिज। यस्तै भिडियोसँग अझै धेरै बिचहरू छन्, घुम्ने ठाउँहरू धेरै छन् अनि बाँकी नै छ, यही कुराहरू देख्नुलाई सबैले हेरिदिनु होला। गुड मर्निङ सबैजनालाई, जय मसिह। म चाहिँ आज बिदा ड्युटीबाट छुट्टी भएको हुनाले सो घुम्नलाई निक्लिरहेको अनि साथी कोही नपाएपछि मेरो भान्जालाई चाहिँ घुम्न जाउँ भान्जा भनेको। अब बल्ल बल्ल छुट्टी पाए होइन, घुम्नु त पऱ्यो अलिअलि, यति टाढा आएको नेपालबाट। यसो घुमेर यहाँको वातावरण बुझ्नु पऱ्यो। साथीहरू घुम्नलाई निक्लेकोमा बाटोमा हो। भान्जाको चाहिँ रुम अलिक टाढा छली पर्छ, लगभग यहाँबाट 2 किलोमिटर हिँडेपछि बल्ल त्यहाँ पुगिन्छ। ए बस ठिक छ, घुम्नुपर्छ, जिन्दगीमा इन्जोय गर्नुपर्छ, रमाइलो गर्नुपर्छ यस्तोसँग। इन्जोय भनेपछि फेरि नराम्रो कुरामा इन्जोय गर्ने होइन है साथीहरू, राम्रो कुराहरूमा इन्जोय गर्ने। यत्रो पृथ्वी हामीलाई दिनुभएको छ परमेश्वरले होइन, घुम्नलाई यति सुन्दर सुन्दर पहाडहरू, हिमालहरू दिनुभएको छ। कति व्यक्तिहरूले चाहिँ इन्जोय भनेपछि फेरि नराम्रो कुरामा इन्जोय गर्न खोजिरहेका हुन्छन् है। नराम्रो काममा इन्जोय गर्ने होइन, खाएर पिएर राम्रो कुराहरू खाएर पिएर अनि साथीभाइहरूलाई आफन्तहरूलाई भेटेर चाहिँ रमाइलो गर्नुपर्छ, आफूलाई खुसी पाउनुपर्छ। अनि मान्छेले इन्जोय गर्नुको चक्करमा जिन्दगी पनि बिगारेका छन् है। राम्रो कुरामा इन्जोय गर्नुपर्छ। सो घुमेर एक्लै भए पनि प्रभुलाई धन्यवाद दिँदै म चाहिँ चर्चको छेउनेर आइपुगेँ। चर्चदेखि अझै पर छ यार, यहाँ पनि एकदमै आनन्द सुन्दर वातावरण। सधैँ यहाँ चाहिँ म आउने गर्दछु टाइम स्पेन्ड गर्नलाई अनि प्रेयर गर्नलाई। जस खुसी लाग्छ, केही न केही प्रभुले चाहिँ हाम्रो जीवनमा उहाँसम्म पुग्नलाई केही न केही उपाय हामीलाई दिनुहुन्छ। हामीले उपाय खोजी गर्नुपर्छ। कति मानिसहरूले मैले सङ्गति पाउँदिनँ, मलाई छुट्टी मिल्दैन भनेर चाहिँ मलाई स्याटरडे छुट्टी मिल्दैन, सन्डे साथीहरू मलाई पनि स्याटरडे सन्डेमा कहिले छुट्टी मिल्दैन, फ्राइडे पनि मिल्दैन, थर्सडे मिल्छ। आज थर्सडे हो, थर्सडेको दिनमा सङ्गति कहीँ हुँदैन, फेलोसिपमै पनि हुँदैन। तैपनि आफूसँग जुन समय छ त्यो समय चाहिँ प्रभुलाई दिनुहोस्। बिहान आउँदैन, बिहान आएर प्रेयर गर्नुहोस्। म चाहिँ यहाँ जहिले पनि यो माथिको चाहिँ यताको यो चाहिँ सिमेट्री हो, तपन गर्ने गर्छ। अनि पछाडिको चर्च चाहिँ एकदमै सुन्दर चर्च भवन छ। मेरो भान्जा भएको ठाउँमा चाहिँ आइसक्यो। भान्जा चाहिँ कता चाहिँ रेस्टुरेन्टमा काम गर्छु भान्जा चाहिँ। यसलाई चाहिँ म फोन गर्छु, अगाडि युज गर्नु घुम्नेर गएर फोन गर्छु। खाना रुमै आऊ भने रेस्टुरेन्टमा, रेस्टुरेन्टमै जान्छु। भेट भयो ल, भान्जासँग भेट भयो, आयो भन्दै हामी चाहिँ घुम्न जाने हो। हामी चाहिँ आएको चिया पनि दिइसक्यो, यहाँ चिया पुग्दै हो। अब मलाई निक्लिसक्यो होइन, भान्जा त धेरै पछि बाहिर निक्ले हामी गुफाबाट। आएदेखि भित्र बसेको बल्ल अझै निक्लिँदैछन्। ल हामी दुईटाको छुट्टी छ, अब कता घुम्ने हो, कहाँ जाने, अन्जना बिच जाने हो क्या है, स्विमिङ हान्ने हो त्यहाँ गएर। मजाले आज स्विमिङ हुन्छ हाम्रो। ल साथीहरूलाई हामी अपडेट गर्दै गर्छौँ अरू पनि। बाँकी हामी चाहिँ यहाँनिर अब बस कुरिजा हो। अब आफ्नो बाइक साइक छैन क्या, साधन भए बाइकमा सर्न जान्थ्यो है। त्यो दिन पनि आउला। अहिले अब कमाइ जमाइ गर्नु पऱ्यो, त्यो दिन पनि आउँछ। अब बस कुरेर बसिरहेको हो।
साथीहरू गाडी नपाएर हामी हिँड्दै जान लाग्छौँ। मैले बस पाएन, यही भान्जा अगाडि म पाएँ गाडी पाउँदै पाएन यार। बस आउँदैन बाटो बन्दै रहेछ। अब अगाडिको चोकमा जानु पऱ्यो, त्यहाँबाट पाउँछ त गाडी। त्यहाँबाट यस्तो काम भइरह यहाँ, यो बेर बन्द छ क्या बाटो। पुगेका छैनौँ, हिँड्दैछ है बाटोमा मस्तसँग। अझ के भन्नु छ? धेरै दिनपछि घुम्न आइरहेको छौ तिमी? के भन्ने, अब घुम्ने त भयो। मलाई नि साथी आज कोही मिलेन, एक्लै क्या, छुट्टी पनि एक्लै हुने होइन, अरूको सबैको सँगसँगै हुन्छ। मसँग छुट्टी भएर चाहिँ जहिले पनि के कोही अरूकै अर्कै पारामा हिँड्ने मान्छे, अनि नेपाली दाइहरू भाइहरूसँग आफ्नो चिनेको मान्छेसँग छुट्टी नहुने कि एक्लै हुने छुट्टी यार, झ्याउ लाग्ने। अनि भान्जाको पनि ट्याक्कै छुट्टी रहेछ आज। यसो घुमिदिउँ न त हामी पनि। हरि भान्जाले चाहिँ के भन्ने कुरा भन्ने छ नि यहाँ? के हो यो भनिदेऊ त भान्जा? यो चाहिँ हाम्रो चर्च हो। यो चाहिँ सिमेट्री होला, मान्छे राख्ने ठाउँ होइन? एकदमै सुन्दर छ, दामी बनाहा। ल यतातिरको भन त भान्जा, दुई चार शब्द। यो चाहिँ रमाइलो लाग्यो, खुसी लाग्यो। जान दिन्छन् होला नि यहाँ? जाउँ न। छैन एकदमै सुन्दर छ है यो पनि, ब्युटिफुल। फोटो खिच्न दामी ठाउँ हुन्छ। हेर्मै चर्च एकदमै ठुलो चर्च रहेछ यहाँ। यो चाहिँ बाहिरको एक्जिस्ट पोइन्ट हो। इट्स ब्युटिफुल चर्च राइट हियर। सो पछाडि यस्तो रुखको लाइनहरू छ, सुन्दर छ ठाउँ। अनि हामी चाहिँ निक्लिसक्यौँ यहाँबाट, बिच जाँदैछौँ बाटोमा। हामी निक्लिने गेट त्यही हो। अब यहाँबाट निक्लिन्छौँ हामी। लास्ट एउटा चोटि प्लेसको भ्यू देखाइदिन्छु। एकदमै हेर्नुहोस् है, रुखहरू पनि कस्तो सुन्दर, चर्च पनि यस्तो दामी सुन्दर बनाहा, ब्युटिफुल बनाहा। हामी यहाँबाट निक्लिने अवस्थामा अब पुरा सक्यो। अब निक्लिन्छौँ हामी यही गेटबाट। भान्जाले भन्दैछ नि, गोवा चाहिँ पहिला मुभीमा फिल्ममा देखिन्थ्यो नारिवलहरूको रुखहरू, यहाँ आउँदा त गाउँ जस्तो रहेछ हो कि नै? हो, गाउँै जस्तो रहेछ। ठुल्ठुलो अलिक ठुलो सिटी होला जस्तो लागिरहेको थियो गोवा। सानो सानो घरहरू छन्, गाउँ जस्तै छ क्या। भान्जामा चाहिँ कोकोनट वाटर, नारियल पानी खाँदैछौँ है। कस्तो छ? चिसो छ? नरिवल पानी पनि खाइएको, आनन्द भयो क्या, पेट लाग्यो, शीतल हो, मजा आयो। अब अझै आज गाडीमा नगएर हिँड्दै जाने भन्ने कुरा आयो कि। बसबाट छुटिहाल्यो, अनि अगाडि आएको थोरै गाडी त कुर्दा होइन यार। यहाँ पनि गाडी धेरै कुर्नुपर्ने, अलिक गाउँ जस्तो रहेछ है त। गाडी कुर्दा आएन। अब हिँड्दै घुम्ने हो, घुम्दै जाउँ भन्ने कुरा आयो, घुम्दै गइदिनु। अहिले त थाकियो यार, हिँड्दा थाकिएको लास्टै यार। अझै के छैन।
हान्नुपर्छ है स्विमिङ झ्याम हान्नुपर्छ होइन भन्छ लास्ट गर्मी भइसक्यो हामी चाहिँ अब बिचमा पुग्ने अवस्थामा छौँ यहाँदेखि तल चाहिँ हाम्रो सी बिच छ जहाँ चाहिँ हामी स्विमिङ हान्नेछौँ है भन्छ अब कस्तो लागिरहेको एकदम रमाइलो लागेको छ मामा एक्साइटेड छौँ नि हजुर ल हामी चाहिँ अब बागा बिचको साइडमा पुग्न लागिसकेका छौँ अब चाहिँ रमाइलो गर्नुपर्छ रमाइलो स्विमिङ हान्नुपर्छ मस्तसँग फुल इन्जोय आज चाहिँ भन्नु है कुल्फी खाने खाइदिउँ न छोटा गोल में होता है वो नहीं हाँ तो ये कुल्फी ये चोकोबार दे दो हामीले चाहिँ यहाँ चोकोबार खाँदैछौँ चिसो खाएर चाहिँ स्विमिङ गर्न जाने होइन हो कि नै भन्छ आइसक्रिम खाँदै खाँदै हामी पुगिसक्यो ट्याक्कै अन्ना बिच you can see देख्न सक्नुहुन्छ पछाडि है एकदमै सुन्दर हामी आम के मम्मी र हामी आम मजा खाने हेर न खतरा हुन्छ नि खाइसक्यो भन्दा त सकेँ होइन गर्मी साह्रै छ साथीहरू एकदमै पोल्ने गर्मी छ चस्से पोल्ने गर्मी छ समुद्रमा झम्म हामीले हाम फालिहाल्ने हो त्यसरी स्विमिङ हानिदिने हो कि नै भन्छ चस्मा किन्न गएको साथीहरू चस्मा नेपालको जस्तो पाएन क्या चस्मा पाएन त्यो चस्मा नकिनेर आएको अब चाहिँ हामी रिल्याक्स पारामा स्विमिङ हान्ने हो अब चाहिँ यस्तो इन्जोय गर्ने दिन आउँदैन है साथीभाइ हुँदै गर्दाखेरि आफ्नो भाइबन्धु हुँदै गर्दाखेरि हामी चाहिँ फुल इन्जोय गर्नुपर्छ पैसा होस् या नहोस् पैसा भएपछि मात्रै इन्जोय गर्ने हुन्छ र पैसा हुनेले हामी पैसा नहुनेले पनि फुल इन्जोय गरिदिने हो नि त पैसा कति लाग्छ र घुम्नलाई हिँडेर आइयो आज बसमा भेटेर हिँडेर आइयो मस्त पारासम्म लगभग 3 किलोमिटर कति हिँडेर चाहिँ हामी अन्जना बिचमा आयो अन्जना बिचको सिन देख्न त्यस्तै हिँड्यो धेरै हिँड्यो नि उताबाट मजा जाऊ अगाडिबाट नि त हिँडेको तिमी त अलि वरबाट हिँड्यौ नि त तिमी त अगाडि वरबाट हिँड्यौ म त अगाडिबाट हिँडेको नि त त्यहाँबाट हिँडेर आउँदा त लास्ट टाइम आयो पुरा फुल इन्जोय हो नि त भिजिट गरौँ मजाले घुमौँ होइन रमाइलो गरौँ अनि रमाइलो गरेपछि फुल मजा आउँछ राम्रो हुन्छ टेन्सन फ्री टेन्सन फ्री भएर मस्तसँग घुम्यो यो चाहिँ हाम्रो अन्जना बिच हो अब चाहिँ हामी
स्विमिङ हान्ने धेरै समय छैन म हामीलाई स्विमिङ हान्ने एउटा फुल मारेर रमाइलो गर्ने भागेर मजाले टाइम फर भान्जामा चाहिँ अब स्विमिङ हान्नलाई रेडी हो हेर्नुहोस् हाम्रो स्विमिङ गर्ने ठाउँ हामी स्विमिङ हान्नलाई रेडी भइसक्यो ल भान्जा जाऊ तिमी जाऊ पहिला म भिडियो हेरेर जाऊ आयो 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 रमाइलो इन्जोय भयो Anjuna Beach. Great, great. One with mine too. दिदी सिधाईसँग भेट भएको थियो रमाइलो भयो एकदमै फुल इन्जोय यसो सुक्नु पऱ्यो शरीरमा पुरा नुनिलो भएको आयो पानी एकपल्ट उठिनेर मुखसुख धोएर चाहिँ कपडा लाउनुपर्छ भान्जा चाहिँ आउँदैछन् रमाइलो मात्रै होस् फुल इन्जोय गरिदियो फुल इन्जोय दिस इज one of the beautiful beach हामी चाहिँ आएका थियौँ आफ्नो खोला पाल्टी समातेर हिँड्ने कपडा चाहिँ समातेर हिँड्नु परेर आएको के यी भान्जा हाम्रो बडी बिल्डर बडी बिल्डर ऊ ज्यानसान खतरा हानिदिएर भान्जाले ड्यामडुम हान्छ नि मान्छे फेरि खतरा आउने भान्जा त के भन्ने यतापट्टि आउनु छेउपट्टि हाम्रो भान्सले टी सर्ट हानिदिइसके हामी चाहिँ के टी सर्ट हान्ने हो र मस्तसँग हिँड्ने हो रमाइलो गर्दै अनि नेपालमा नि समुद्र हुनुपर्ने थियो कि समुद्रले छोएको भए यस्तो मस्त हुन्थ्यो घुम्ने समुद्र छैन त्यही पनि इन्जोय गरिरहेको छौँ हामीहरू मस्त रमाइलो भइरहेछ है साथीहरू दामी रमाइलो हुँदैछ हाम्रो अन्जना बिचमा डान्स पनि
भइरहेछ यहाँ अनि रमाइलो भइरहेछ त्यो त्यो विदेशी त्यहाँ पुगेर रहेछ बल्ल है मस्त रमाइलो गानाहरू बजिरहेको सी बिचमा अनि यहाँ एकदमै दामी छ साथीहरू घुम्न आउनुपर्छ है यस्तो ठाउँमा छुटाउनु भएन है घुम्नलाई म तपाईँहरूलाई अपडेट गर्दै गर्छु मेरो युट्युब च्यानलमा हेर्नुहोस् है खतरा काले दाइ जानुभयो डेन्जर ट्याटो हाने कि भन्छ डेन्जर ट्याटो हाने है कान पनि खतरा छिङ्गिरहेको कि ठुल्ठुलो यत्रो लगाइरहेको डेन्जर हानिदिरहेको कि ल भन्छ कस्तो लागिरह हो भान्जाले यहाँ फोटो हानिदिरह भिडियो हानिदिरह है भिडियो समुद्रको छालमा ड्याङ्ग हालेर भिडियो ल यो दामी आउँदो रहेछ यार फोटो हानिदिरह रमाइलो भइरह यता हेर न दामी फोटो पनि हानिदिरह भिडियो पनि ल मस्त दामी आउँछ है त अरू ल्याउँदा भिडियो यतापट्टि हो बस आइन खुट्टा राखेर बस्नु न तल खुट्टा गराउनु न तल मेरो भान्जा चाहिँ मुख धुनलाई रेडी हो पानीको छाल ठ्याक्कै आउने बित्तिकै झ्याम्मै मुख आइपुगेन ठुलो आयो मुख धुए पानी पुगेन क्या हो अर्को धुन जल्न सन ए धोलेन आएगी चलो जाओ आ गए ऊपर ही आ गए भाभी चप्पल पसंद गएको थिएँ चप्पल चाहिँ आफै आइहाल्यो लास्टमा भान्जा भिजेर हाम्रो एकजना दिदीको चाहिँ चप्पल गएको थियो त्यो दिदीको उहाँ भान्जा चाहिँ पसन्द गएको चप्पल भान्जा के फेरि भन त चप्पल निकालिदिनु हेरौँ त माछा कस्तो छन् भागिहाल्यो त माछा त यो चाहिँ हाम्रो कहाँ हो थाहा छ यहाँ ए माछा क्या सानो रहेछ नि उयो हेर त्यहाँनिर छ सिसा छ हेरेर नहेर यता हेर ठुलो मासु लुकिहाल्यो साना गङ्गडा छन् हेर क्र्याब्सहरू छन् समुद्रको छेउमा हामी यस्तो घुमिरह भान्जाउ
हाम्रो टी सर्ट सुकाइदेऊ न कति ठुलो गङ्गोटो भान्जा हाम्रो भान्जा चाहिँ टोलाएर बसिरहेको छ नि यहाँ के भयो भान्जा भिजिहाल्यो नुहाउनु पऱ्यो नुहाउनु लाग्यो ठुलो खाला आएपछि भान्जाले चाहिँ अब यहाँ स्विमिङ हान्दिनु वाला छ है ट्याङ्मै पारेर लम हान्दिनु वाला छन् पानी मोबाइलमा पऱ्यो छालको प्रत्यक्षमा माउली भान्जा आयो 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 आउँदैन त यार भान्जामा चाहिँ निक्लिनु लाग्यो यहाँबाट अब यहाँ घुमाइ रमाइलो भयो घुमियो अब चाहिँ हामी जानु लाग्यो मस्तसँग घुम्नलाई मैले स्विमिङ पनि हान्नियो फोटो पनि हान्नियो होइन अब अलिक थकाइ लागिरहेको छ नास्ता पानी हाल्नुपर्छ है मिलो पानी भरेको एकदमै रमाइलो भयो साथीहरू चाहिँ माथि घुमेर ढुङ्गामा के गर्यो के रमाइलो भइरहेछ के भन्यो भान्जाले के भन्दै थियो यार अहिले भन्ने छोडिहालेँ के कस्तो स्टोरी चस्मा त अघि किन्नुपर्ने चाहिँ आउने बेला यार आएन अहिले अहिले आउँछ छ्याप्पै ल भान्जा त हेर अँध्यारो आउँछ त फेरि अँध्यारो पुरै अँध्यारो आउँछ बन्द गरिदिउँ साथीहरू हामीले चाहिँ आज दिनभरि रमाइलो गऱ्यौँ स्विमिङ खेल्यौँ समुद्रको बिचमा घुम्यौँ फुल इन्जोयमेन्ट भयो अब चाहिँ हामी जाँदैछौँ नास्ता भान्जा भोक लागिसक्यो नास्ता खान्छौँ सबैजनालाई मेरो भिडियोलाई हेरिदिनु होला सुरुदेखि त्यसमा लास्टसम्म हेरिदिनु होला सब्सक्राइब गरिदिनु होला कमेन्ट गरिदिनु होला लाइक गरिदिनु होला सेयर गरिदिनु होला प्लिज गाइज प्लिज म यस्तै भिडियोसँग चाहिँ धेरै बिचहरू छन् घुम्ने ठाउँहरू धेरै छन् अनि बाँकी नै छ यी कुराहरू देख्नुलाई सबैले हेर्नु होला है।